लाजै पचाएर रविको मुद्दा उदेलिरहेको कांग्रेस सहित एमाले र माओवादीका को नेता छन् सहकारी ठग्ने, हेरौं ठूला माफियाको ठूलै सूची। 1. सुरेन्द्र भण्डारी, लालीगुरा सहकारी संस्थाका संस्थापक अध्यक्ष, आबद्ध पार्टी नेपाली कांग्रेस, अपचलन रकम 6 अर्ब रुपियाँ। 2. चन्द्रबहादुर लामा सिबी, पशुपति सेभिङ एन्ड क्रेडिट र कान्तिपुर सहकारीका सञ्चालक तथा संस्थापक, आबद्ध पार्टी नेपाली कांग्रेस, अपचलन रकम 8 अर्ब 59 करोड। 3. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्ध पार्टी नेपाली कांग्रेस, अपचलन रकम 10 अर्ब 34 करोड। 4. केदारनाथ शर्मा, शिवशिखर र तुलसी बहुउद्देश्य सहकारी संस्था, आबद्ध पार्टी नेपाली कांग्रेस, अपचलन रकम 16 अर्ब रुपियाँ, हाल जेलमा। 5. तेज विक्रम थापा, कृषि विकास बहुउद्देश्य सहकारीका सञ्चालक, आबद्ध पार्टी नेपाली कांग्रेस, अपचलन रकम 2 अर्ब 82 करोड। 6. जीबी राई, सुप्रिम सूर्यदर्शन, स्वर्णलक्ष्मी, सानो पाइला, सहारा र समानता गरी 6 सहकारीका सञ्चालक, आबद्ध पार्टी नेपाली कांग्रेस, अपचलन रकम 16 अर्ब 50 करोड रुपियाँ। 7. केबी उप्रेती, आइडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सञ्चालक, आबद्ध पार्टी नेकपा एमाले, अपचलन रकम 8 अर्ब रुपियाँ। 8. देव कुमार नेपाली, इमेज सहकारीका सञ्चालक, ढोरपाटन नगरपालिकाका मेयर, हाल फरार, आबद्ध पार्टी नेकपा एमाले, अपचलन रकम 2 अर्ब रुपियाँ। 9. इच्छाराज तामाङ, सञ्चालक, सिभिल बचत तथा ऋण सहकारी, हाल जेलमा, आबद्ध पार्टी नेकपा एमाले, अपचलन रकम 7 अर्ब 82 करोड। 10. रामबहादुर गौतम, गौतम श्री सहकारी संस्थापक सञ्चालक, आबद्ध पार्टी माओवादी, अपचलन रकम 5 अर्ब रुपियाँ। 11. सुधीर बस्नेत, ओरिएन्टल सहकारी सञ्चालक, अपचलन रकम 16 अर्ब रुपियाँ। 12. रविन्द्र चौलागाई, देउराली बहुउद्देश्य सहकारी सञ्चालक, अपचलन रकम 3 अर्ब रुपियाँ। 13. गीता बस्नेत, सूर्योदय बचत तथा ऋण सहकारी चितवन तथा नमस्ते र मेगा सहकारी नेपालगञ्ज, आबद्ध पार्टी राप्रपा, अपचलन रकम 2 अर्ब 50 करोड, हाल पक्राउ पूर्जी जारी। 14. शिवा लामी छाने, सञ्चालक, बराहा सहकारी धरान, अपचलन रकम 8 अर्ब। 15. रामचन्द्र शर्मा, क्यापिटल बचत तथा ऋण सहकारी, अपचलन रकम 5 अर्ब। 16. भागवत श्रेष्ठ, मिलन बहुउद्देश्य सहकारी, अपचलन रकम 5 अर्ब। 17. ज्ञानबहादुर बमजन, गोर्खा सहकारी, अपचलन रकम 4 अर्ब 50 करोड। 18. मधुसूदन पाठक, कलाकार सितेबा, ज्येष्ठ बचत तथा ऋण सहकारी सञ्चालक, अपचलन रकम 3 अर्ब। 19. दिनेश राई, स्टार बचत तथा ऋण सहकारी, अपचलन रकम 3 अर्ब रुपियाँ। 20. नरेन्द्र विष्ट, शुक्लपथ सहकारी सञ्चालक, अपचलन रकम 2 अर्ब रुपियाँ र 21. बसुरुद्दिन अन्सारी, कोहिनूर बचत तथा ऋण सहकारी वीरगञ्ज, अपचलन रकम 2 अर्ब। कांग्रेसले आफ्नै छत्रछायामा सहकारीका टाइकुन भनिने ठूला माफियाहरूलाई संरक्षण गरेर रवि उपर ठगको नारा लगाइरहेको छ। त्यो पनि ज्ञानेन्द्र बहादुर कार्की जस्ता भ्रष्टाचार मुद्दाका आरोपीलाई राखेर सहमति गर्छ। दर्जनौं ठूला सहकारीले मात्र 2 खर्ब 50 अर्ब हाराहारीमा बचत अपचलन गरेर लाखौंलाई घरबार विहीन बनाएका छन्। तर कांग्रेस यो सबै रविले र रविकै पालामा भएको हो भन्ने शैलीमा प्रचण्ड सडकमा कचिङ्गल मचाइरहेको छ। कांग्रेसका रमेश लेखकले भन्दै थिए, सत्ता पक्ष कि प्रतिपक्ष कसले पानीमा नुहायो, कार्यादेश आएपछि थाहा भइहाल्छ। कांग्रेसले रविलाई फसाउँदैछ भन्ने त थाहा भयो, तर तातो पानी नपाएपछि मनतातो पानी त्यति पनि नपाए, जमेर व्रत भएको छैन नि भन्दै अम्खराको पानीले नुहाउने पालो अब कांग्रेसकै आउँदैछ। किनकि माथि उल्लेखित अधिकांश पात्र त कांग्रेसकै छन्, को कति सही भन्ने छुट्याउन अब जनता अबुझ छैनन्। कांग्रेसले ढुङ्गा हान्दै शिक्षक र प्रोफेसर कुट्दै गर्दा शिक्षा लिइरहेका जनता अब बुझ्ने भइसके। तथापि रवि विरुद्ध सार्वजनिक भएका तथ्य प्रमाणलाई छानबिन समितिले हेर्न सक्यो र राजनैतिक नाफाघाटा नहेरी प्रतिवेदन बुझायो भने वास्तविकता बाहिर पक्कै आउला। नत्र यो रविको नाम लिएर धेरैका कर्तुत चोख्याउने सुनपानी बन्नेछ।